आज हामी जुहाई चाइना जान लागेको, त्यसको लागि मकाउ फेरीको टिकट काट्दैछौँ। अनि हामी मकाउ फेरीबाट चाहिँ फेरि त्यहाँबाट जुहाई जाँदैछौँ। केही खान पर्यो भनेर यताउति खानेकुरा हेर्दैछौँ, के खाने होला भनेर है। मेरो छोरीले चाहिँ केएफसी खाने भनेर केएफसी खाँदैछ। हामी अहिले मकाउ जाँदैछौँ है। फेरितिर अब हाम्रो टाइम हुन्छ अहिले र हामी चाहिँ अब लागेको मकाउ फेरितिर टिकट इन्ट्री गऱ्यौँ। अब तल गएर इमिग्रेसन गर्नुपर्छ अनि त्यसपछि फेरि चढ्नुपर्छ। हेलो, कहाँ गएको कान्छा? ओके, अनि त्यहाँदेखि मकाउ पछि जुहाई। अब हामी इमिग्रेसनमा आइपुग्यौँ। जाऊ कान्छा। अहिले चाहिँ हामीले हङकङ इमिग्रेसन क्रस गरिसक्यौँ। फेरि चढ्नको लागि फेरिको टाइम भएको छैन, त्यही भएर अहिले हामी फेरि वेट गरिरहेका छौँ। हामी अहिले फेरि चढ्यौँ। फेरि चढेर चाहिँ हाम्रो सिट कता होला भनेर हामी यहाँ खोज्दै खोज्दै जाँदैछौँ। फेरि स्टार्ट भयो। अब हामी मकाउतर्फ लाग्यौँ। फाइनली वी हेभ अराइभ्ड इन मकाउ। अहिले चाहिँ हामीले मकाउ इमिग्रेसन क्रस गरेर हामी बाहिर निस्किनेतर्फ लाग्यौँ। कहाँ छ हामी? अब हामी बाहिर निस्केर हामी चाहिँ यहाँ ट्याक्सी जान्छ कि बस जान्छ भनेर हेर्दैछौँ। अब ट्याक्सीमा जाने हो कि बसमा जाने हो, हामी जुहाईतिर लाग्ने हो। त्यही भएर मकाउ र जुहाईको बिचको बोर्डरतिर जानुपर्छ। त्यसमा गएपछि हामीले मकाउ बोर्डर क्रस गरेर हामी जुहाई जान्छौँ। त्यसको लागि चाहिँ हामी यहाँ ट्याक्सी हेर्दैछौँ। प्रपरली हामी ट्याक्सी नै लिन्छौँ होला। बाहिर निस्केर यताउति हेर्दैछौँ। हामी ट्याक्सी लियौँ। ट्याक्सीमा चढेको घाम कस्तो लागेर मेरो निधार सिधार कपाल सबै टल्किरहेछ। हामी जुहाई र मकाउ बिचको त्यो पोर्टमा आइसक्यौँ। अब यहाँबाट चाहिँ हामी मकाउ बोर्डर कटेर चाहिँ अब जुहाईतिर जाँदैछौँ। हामी फाइनली वी अराइभ्ड इन जुहाई। ल जुहाईमा चाहिँ यस्तो छ, हामी जुहाईको अहिले चाहिँ इमिग्रेसन काटेर बाहिरपट्टि आइसक्यौँ। यो चाहिँ जुहाई चाइना हो। म त यता फोटो भिडियो खिच्न थालेको, मेरो बुढा र छोरीले त मलाई छोडेर गएछ। कता गयो खोज्दैछु, म यहाँ खोज्दै पछाउँदै जाँदैछु। ल यता ओर आइसकेको रहेछ। बल्ल भेटाएँ मैले मेरो बुढा र छोरीलाई। पहिला चाहिँ हामी होटल जाने भनेर भनेको छौँ। होटलमा गएर सामानहरू राखेर त्यसपछि बाहिर निस्किने भन्ने प्लान छ। त्यही भएर अब हामी होटल हेर्न जाँदैछौँ। मेरो छोरी एकदम एक्साइटेड छ। अनि यस्तो हावाहुरी आएर कस्तो हावा चलिरहेको शीतल भइरहेछ। यो पछाडि देखिरहेको चाहिँ जुहाई रेलवे स्टेसन हो। यो रेलवे स्टेसनबाट चाहिँ चाइनाको अरू सिटीहरूमा जाने गर्दछ। यो चाहिँ साइकल ल्यान्ड रहेछ। म चाहिँ साइकल ल्यान्डबाट हिँडिरहेको रहेछु। मेरो बुढा र छोरी चाहिँ मान्छे हिँड्ने लाइनबाट हिँडिरहेछ पर। अहिले चाहिँ हामी होटलको नजिकै आइसक्यौँ। म चाहिँ यहाँ कुद्दैछु। मेरो बुढा र छोरीले चाहिँ मलाई छोडेर हिँडिसक्यो अगाडि अगाडि। म चाहिँ कुद्दै जाँदैछु। अब यहाँबाट गएर बाटो यहाँ क्रस गर्ने। बाटो क्रस गरेर उपर हेर्नुहोस् त, यो चाहिँ हामी बस्ने होटल हो। बल्ल फाइनली हामी होटलको अगाडि आइपुग्यौँ। मेरो यो भिडियो हेर्नुभएकोमा धन्यवाद र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् ल। फाइनली हामी चाहिँ होटलमा आइपुग्यौँ। अब हामी भित्र जाँदैछौँ। भित्र गएर हामीले रुमको चाबी लिने यताउति काम हुन्छ। होटल त राम्रै रहेछ, हामीले सोचेको भन्दा पनि राम्रो रहेछ। होटल एकदम राम्रो लाग्यो।
लाग्यो होइन अगाडिको डेकोरेसन। अब होटल कस्तो छ भनेर चाहिँ रुममा गएपछि थाहा हुन्छ। हामी चाहिँ लिफ्टमा चढेर अब माथि रुमतिर जान लागिरहेछौँ। हामी हाम्रो रुममा आइपुग्यौँ। अब हामी भित्रतिर हेर्छौँ हाम्रो रुम चाहिँ कस्तो छ भनेर म तपाईँलाई देखाउँछु। ल हामी रुममा इन्ट्री गऱ्यौँ, रुममा आइपुग्यौँ। रुम चाहिँ राम्रै लाग्यो, यति चाहिँ राम्रै रहेछ भन्नुपर्छ होइन। Where are you, baby? You can do your makeup here. Do you like this hotel, baby? Yes. It's nice. And I want to show you something. हामी चाहिँ होटलमा सामान देखेर बाहिर निस्क्यौँ नाइट एक्सप्लोर गर्नलाई, नाइटमा कस्तो हुँदो रहेछ भनेर। अनि अब यताउति यसो त्यसो एकछिन घुमेर अनि खानासाना डिनरहरू बाहिरै गरेर होटलमा गएर रेस्ट गर्ने भन्ने सोचाइमा छौँ। यो एरियामा चाहिँ लोकल चाइनिज फुडहरू पाउँदो रहेछ। So windy, my dear. So windy, windy. कस्तो शीतल वेदर छ, कति राम्रो छ है? Oh, my hair. Yeah, weather is very good, right? No. My hair. मेरो यो ट्राभल ब्लग हेर्दाखेरि हजुरहरूले सब्सक्राइब पनि गरिदिनु होला, धन्यवाद। यो एरियामा चाहिँ घरहरू कस्तो मिलाएर बनाएको अनि घरहरूमा कस्तो मजाले पेन्टिङहरू गरेको आर्ट्सहरू रहेछ होइन। अनि टुरिस्टहरूलाई हेर्दा पनि राम्रो लाग्ने। अनि यो एरियामा चाहिँ खानेकुराहरू चाहिँ सबै खालको खानेकुरा पाउने, वेस्टर्न फुड, इन्डियन फुड, चाइनिज फुड, इभन अमेरिकन फुड। अनि यहाँ छेउमा म्याकडोनल्ड पनि छ, अलिकतिर पनि KFC पनि छ। इट्स भेरी नाइस फर द टुरिस्ट पिपल। यहाँ पर चाहिँ हामीले लुकिङ क्याफे देख्यौँ। लुकिङ क्याफे चाहिँ चाइनिज ब्रान्ड हो। यो चाहिँ अल ओभर चाइनामा फ्रेन्चाइज छ, जता पनि छ होइन, जुनै सिटीमा पनि। अनि यहाँको कफी खाने भनेर मेरो साथी चाहिँ कफी किन्न गएको छ अनि कफीको पैसा तिर्दैछ। यो चाहिँ आउटडोर ओपन एरिया। यहाँ चाहिँ लोकल फुडहरू पाइन्छ, चाइनिज लोकल फुड, सी फुडदेखि लिएर फ्राइड राइस, अरू भेजिटेबलहरू, स्टिम भेजिटेबल, स्पाइसी नन स्पाइसी सबै खालको खानेकुरा पाइन्छ। हामीले बाहिर डिनर खाएर अहिले चाहिँ हामी होटलमा आयौँ। अब होटलमा आएर एकछिन टिभी हेर्ने, नुहाइधुवाइ गरेर रेस्ट गर्ने। थ्याङ्क्स फर वाचिङ। मेरो च्यानल हेरिदिनु भएको धन्यवाद। अनि सब्सक्राइब गर्न नबिर्सिनुहोस् ल। गुड नाइट, सी यू सुन। फेरि अर्को भिडियोमा भेटौँ ल।